आखिर हामीले किन यति धेरै सेल्स गरिरहेको हेलो नमस्ते जेदो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। हेर्नु न साथीहरू, मेरो त हिजो कराई कराई आवाज नै कस्तो भयो। म चाहिँ रेडी भइसकेको छु। अहिले चाहिँ हामी स्टलमा आइसकेको छौँ। म चाहिँ स्टल राखिसकेको नो व्यापार आफै खाइ। रुपियाँको पानीपुरी खाना आएको छ है साथीहरू। ल हाम्रो साथी दीप्सिकाले चाहिँ पानीपुरी खान लागेको छिन्। हेर्नु है, आफ्नै स्टलमा आएर यसरी। होइन यो मेरो होइन। ओहो साथीहरू मेरो बुजु नाचिरहनु भएको छ है साथीहरू। साथीहरू आज चाहिँ म त चटपटे बनाउँदै है। म र मेरो साथी ओ हेलो भनिदिउ। आमा कति बेचियो र हेलो भनिदिउ। चटपटे 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 खाना आउनु होला। तर के भने आज लास्ट दिन हो, त्यही भएर खाना आउनुहोस्। यदि 4 र 5 गते राख्यो भने तपाईँहरू सबै खाना आउनुपर्छ मेरो चटपटे। 4 र 5 गते चाहिँ हामीले राख्यो भने चाहिँ दुम्बुर गाउँ राख्छौँ भने आउनु होला है। ओके ओके भन्नुहोस्। तपाईँहरूलाई म भन्छु, आखिर हामीले किन यति धेरै सेल्स गरिरहेछौँ। 3 दिनको लागि भूमे पर्व भयो नि त। भूमे पर्वमा हामीले 3 दिनको मेन टार्गेट गराएर राखेको थियौँ। किन चाहिँ यो गर्दैछौँ भन्दाखेरि हाम्रो कलेजबाट चाहिँ हामीले 8 सेममा या भने 7 सेममा गएर चाहिँ कम्युनिटी क्याम्प भन्ने एउटा प्रोजेक्ट हुन्छ। त्यसमा चाहिँ हामी दुखी गरिब स्कुलमा गएर डोनेसन गर्छौँ। हामी बच्चाहरूलाई बुक्सहरू अनि कलर पेन्टिङहरू यस्तो गरिदिएर डोनेसन गर्छौँ। त्यसले गर्दा चाहिँ हामीले यति धेरै मेहनत गरिरहेछौँ, तर त्यस्तो प्रफिट चाहिँ छैन साथीहरू। अब के गर्नु, आखिरमा एउटा आफ्नो एक्सपिरियन्सको लागि नै हो। एक्सपिरियन्स जस्तो हुन्छ, त्यही नै हो साथीहरू। के भन्नु नि, के गर्नु, बिबिए पढेपछि यस्तै हो कि सानो सानो कुराबाट त धेरै सिक्ने हो नि। सानो सानो कामबाट हामी सानो सानो काम गर्दै ठुलो काम गर्नतिर लाग्ने हो। अहिले हामी यति सानोमै यस्तो काम गरिरहेछौँ। ठुलो भएपछि अलि केही राम्रो बिजनेस गर्न सकौँ, त्यही नै हो साथीहरू। ल हेरिराख्नु होला। अहिले चाहिँ ठिकै भइरहेछ सेल्स। अहिले चाहिँ मान्छेहरू आइरहनु भएको छ, सामानहरू अलिअलि बिकिरहेछ, सकि पनि रहेछ, त्यही नै हो। यहाँ चाहिँ फोटो सेसन हुनु रहेछ। सबै
वृद्धहरू अनि मम्मी बाबाहरू आमा बुबाहरू मागो पागो सबैजना चाहिँ फोटो खिच्ने अरे अब अँध्यारो हुनुभन्दा अगाडि। सो म चाहिँ फोटोग्राफर हो है साथीहरू। कस्तो राम्रो देखिनु भएको छ। साथीहरू शिशिरले चाहिँ यहाँ पानीपुरी किनेर धेरै धेरै सहयोग गरेका छन्। धन्यवाद शिशिर, थ्याङ्क यू। क्युआर गरिदिनु लाग्छ आइफोन युजरले। खै तिमीले किनेको? साथीहरू बिजनेस चाहिँ राम्रो चलिरहेछ है, खुसी हौ न ओए? म देखाउँछु है तपाईँहरूलाई हाम्रो ठुलोहरू। वाउ सरबन, हेलो सरबन, हाई सरबन। अब नि मे क्युटी भाइहरू। Hello guys, welcome back to my channel guys. Today I am मिर्ची मोटी। Hello guys. Hello guys. Hello guys. Hello. My back to channel. My watch. Hello guys. Hello guys. Finally हामी भेटिसकेको छौँ साथीहरु। हेलो। हेलो। बोला भोलि हुन्छ यस्तो गाइस चाहिँ के चाहिँ? भोलि हुन्छ मेरो गेम। भोलि गेम यहाँ यस्तो गरेछ मलाई। पसिना रेड कुमारी। माय गॉड गाइस नमस्ते। आज चाहिँ हाम्रो जेडो भन न जेडो जेडो जोडले जेडो जोडले जोडले नि जेडो मात्र जेडो गाइस। साथीहरु सबै सामान सके छैन तर ओहो भाडावाला हिँड्ने फेरि यतिको काम चाहिँ गर्नुपर्ने हुन्छ है, पानी फाल्ने काम। कस्तो आनन्द भयो। म एक्जाममा ल हेरौँ ल घर नजिक भएको फाइदा। घर नजिक भएको फाइदा ल अहिले टाइम कति छ खै टाइम पनि देखाइदिउँ न सबलाई हैन। सब घर गइसक्यो होला नि। घुमे छैन त्यो टाइम भयो 9:20। खै दिप्सिका त हेर त अनुहार देखाइदिउँ कि सब निशाना त हेर त। मेरो पनि देखाउनु पर्यो नि, म मात्र देखाएँ होइन। स्याने ताकिन स्यान के नवाङ के हो दे स्याने हो ठीक छ चैत 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 यस्तै छ हो हाम्रो जिन्दगी।
जिन्दगी भोलि त कहाँ हो कहाँ यस्तै छ हो हाम्रो जिन्दगी अहिले म त छोकरा पार्छ खेम्दी ए बोसिने मादी के आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हो हाम्रो जिन्दगी आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हो हाम्रो जिन्दगी यसलाई चाहिँ भन्छ खस्रे चाल रे खस्रे माग्दै गीत गाउने अरे खस्रे भनेको चाहिँ खाम भाषाबाट खस्रेलाई चुरोट भन्छ है अनि खानुहुन्छ नि यस्तो खस्रे त्यहाँ चाहिँ अर्ग्यानिक चुरोट टाइपको हो त्यो माग्दाखेरि चाहिँ यस्तो गीत गाउँदै नाचेको अरे भूमे घाममा है त्यही नै हो साथीहरू अनि म चाहिँ एकछिन यतातिर घुम्दै थिएँ अहिलेको भिड देखेर अनि म नि आएर हेरेँ है कस्तो रमाइलो गरिरहनु भएको छ बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ जेदो नमस्ते सबैजनालाई बाई